वेलकम टू मिस्टर पिल्कु वान युट्युब च्यानल। यहाँलाई हार्दिक स्वागत छ। नमस्कार सम्पूर्णमा मिस्टर पिल्कु वान युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरू, मिस्टर पिल्कुले हरेक कुराहरू देखाइरहेको हुन्छ। कहिले भ्लगिङ देखाइरहेको हुन्छ, कहिले ज्ञानमूलक कुरा देखाइरहेको हुन्छ, कहिले नेचुरल ब्युटी नेपाल देखाइरहेको हुन्छ। आज म भ्लग कुवेत अन्तर्गत कुवेतको एउटा भ्लग गर्दैछु। आज म कुवेतको यस्तो एउटा ठाउँमा जाँदैछु। त्यो ठाउँ झुमा मार्केट, शुक्रबार मार्केट भन्छ यहाँको। एउटा हाट बजार टाइपको, बिहिबार शुक्रबार शनिबार 3 दिन लाग्छ। र यो मार्केटमा एदेखि जेडसम्मको सामान हाई क्वालिटीको त पाउँदैन, तर मिडियम र लो क्वालिटीको सेकेन्ड ह्यान्ड सामान, विशेष गरी सेकेन्ड ह्यान्ड सामान, युज सामानहरू पाइन्छ। आज त्यो मार्केटमा यहाँलाई देखाउने छु। यदि मेरो च्यानलमा कोही नयाँ आउनुभएको छ भने सब्सक्राइब गर्नुहोला, साइडमा भएको बेल आइकनलाई प्रेस गर्नुहोला, साथै प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला है। ए साथीहरू, म निक्लेँ अब मेरो बिल्डिङबाट। अब गर्मी छ बाहिर, तैपनि आज छुट्टीको दिन जानै पर्ने छ। ओके, लेट्स गो। फ्राइडे मार्केट झुमा जान चाहनुहुन्छ, झुमा मार्केट जान चाहनुहुन्छ, फ्राइडे मार्केट जान चाहनुहुन्छ, जो कुवेतमा हुनुहुन्छ भने फाइल एरिया, अबु अलिफा, मंगाफ एरिया, महाबुल्ला एरियामा हुनुहुन्छ भने 105 नम्बरको लोकल गाडी लाग्छ है। लोकल गाडीमा जाँदाखेरि सस्तो पर्छ, ट्याक्सीमा जाँदाखेरि महँगो पर्छ, यहाँ सबैलाई थाहा हुन्छ। 105 नम्बरको गाडी लाग्छ। 105 नम्बरको गाडी गएपछि ठ्याक्कै फ्राइडे मार्केट झारिदिन्छ है। त्यसमा जानु होला। कोही जना इच्छुक चाहने साथीहरूले म फ्राइडे मार्केटको बारेमा त देखाउने नै छु। हेर्न मात्रै चाहनुहुन्छ भने मेरो भिडियो हेरे पनि हुन्छ। ओके साथीहरू, म गाडीको वेटमा छु। गाडी आउँछ, त्यसपछि सर र यहाँको लोकल गाडीमा सर जाने हो। ओके साथीहरू, म हिँडेँ सुन्दर सिनहरू देखाउँदै, बाटोको सुन्दर सिनहरू देखाउँदै यहाँको गाडीमा 105 नम्बरको गाडीमा म महाबुल्ला टु फ्राइडे मार्केट सुवेक एरियामा बसमा जाँदैछु। हेर्नुहोस् त बाटोमा सुन्दर दृश्यहरू। साथीहरू, यो सुन्दर दृश्यहरू देखाउँदै आजको मेरो यस भिडियो ल हेर्नुहोस् यहाँको दृश्यहरू कस्तो लागिरहेको छ त। राम्रो छ नि होइन? सुन्दर छ, सफा छ, आनन्ददायक छ। हेर्दा नि मजा आउने खालको छ होइन? अन्तिमसम्म हेरिराख्नु होला है त। कता हिँडेको हो बिजुली बालेर, हट भएर पट भएर, हामी त हेरेको हेरे। साथीहरू, म अन द वे छु फ्राइडे मार्केट जाने बाटोमा। यहाँहरूले हेरेर साथ दिनु होला। बाटोमा भएको, अन द वेमा भएको सिनहरू देखाउँदैछु। यतिखेर म यहाँहरूलाई फ्राइडे मार्केट लिएर जाँदैछु। हरेक आइटम, विशेष त सेकेन्ड ह्यान्ड आइटम, सामानहरू पाउने ठाउँ। खाद्य पदार्थ बाहेक, फुड आइटम बाहेक अरू सबै सामान A to Z सामान पाइन्छ। यहाँलाई देखाउने नै छु। हजुर, म फाइनली झरेँ फ्राइडे मार्केटको बस स्टेसनमा। अब अलिकति 2-4 मिनट हिँड्नुपर्ने छ। गाह्रो छ हो काम। गर्मी सुरु भइसकेको छ, घाममा बाहिर हिँड्न नसक्ने अवस्था आइसकेको छ। त्यही पनि आज फ्राइडे मार्केट जाने प्लान गरेर हिँडिरहेको छु साथीहरू। अब त्यहाँको बाटो क्रस गर्ने। ओके, बाटो क्रस गरेर अगाडि बढ्दैछु। बाटो बाटो क्रस गरिसकेपछि यो अगाडि देखिएको फ्राइडे मार्केट, यसको छेउमा ग्रान्ड हाइपर, लुलु मार्केटहरू छ। यो एरिया हो सुवेक एरिया। अगाडि बढ्ने क्रम जारी छ साथीहरू। फाइनली फ्राइडे मार्केटको एरियामा चाहिँ आइपुगेँ। अब सर र भित्र छिरेर भित्रको चिजबिजहरू, भित्र के पाइन्छ सबै कुराहरू यसो देखाउने प्रयास गर्नेछु है त। भिडियोमा रहिरहनु होला। साथमा सँगै लुलु छ, ग्रान्ड हाइपर छ, अरू मार्केटहरू पनि छ। गर्मी
धेरै नै बढिसक्यो यो ठाउँमा। अब गाह्रो छ दिउँसोमा यसरी हिँड्नलाई गाह्रो छ। ठिक छ, म यहाँहरूलाई देखाउने छु फ्राइडे मार्केट भित्र गएर सेकेन्ड ह्यान्ड बजार। नेपालको कन्डिसनमा हाट बजार जस्तो तर एकदमै ठुलो छ। साथीहरू यो मेरो भिडियो 2 भागमा विभाजन हुनेछ है त। यो साथीहरू यो फ्राइडे मार्केटको गेट हो। यो गेटबाट भित्र छिर्ने हो। साथीहरू आजको भिडियो यति नै। अर्को भिडियोमा पुरा भित्रको सबै सिनहरू देखाउने छु है त। अर्को भिडियो हेर्नु होला है त, पार्ट 2।